मामा ससुर कसरी भान्जे बुहारी लान सकेको त्यही हामी अचम्ममा पर्यो। मामा ससुरसँग रहन पाइले कि बुढी त हिँडै भन्नु। राम 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 गाउँकाले सुन्नुभयो? गाउँघर पनि बिग्रियो नि त यस्तो हुँदा। अब हाम्रो यस्तो गाउँघरमा अहिलेसम्म यस्तो थिएन होइन। अरूले पनि सिक्ने भए अरूले पनि सिक्ने भए अहिलेसम्म यस्तो थिएन। हिँड्नुभन्दा अगाडि त मोबाइलमा पनि यसो किस खाका ल्याप जिब्रो निकाल्दै भनेर चाहिँ भने होइन। ती कुरा चाहिँ अब छोरोले पनि सुनाए। त्यसरी मोबाइलमा किस खाका कुरा सुन्नुभएको थियो बुवाले? कहिले मैले सुनेको थिइनँ। ल्याप जिब्रो निकालेर अहिले म त भर्खर दुध त फेरि गएको छ कि गाउँसँग कोहीसँग मिल्दिन थिए। त्यति साह्रो खोइ यहाँ एक दुई घर बोल्दिनन्, मसँग पनि बोल्दिन थिइन्। पिरो खोर्सानी रहेछ, डल्ले खोर्सानी बराबर रहेछ। होला हो के भएको थियो हेर्नु त झम्के चोकमा इन्दिराले के गरी मामा ससुरसँग टाप कसेरी भनेर होइन त यो अचम्म भयो। सुख भएर चाहिँ दुःख खोज्न हिँडेकी हुन है। सुखमा माथि दुःख खोज्न हिँडेकी हुन्। मातेर दुःख हुनलाई गइन। महिलाका विरुद्धमा महिलाले बोल्नु त नहुने हो, तर उसले अब त्यस्तै खालको काम गरिन्। दर्शकबिन यति बेला हामी झापाको बुद्ध शान्ति गाउँपालिका वडा 2 झम्के चोकमा छौँ। यहाँ झमझम पाउजुको आवाज बजाउँदै मामा ससुरोसँग चाहिँ भान्जे बुहारी चाहिँ विवाह गरेर गए। मामा ससुरोले भान्जे बुहारी लगे भनेर चाहिँ उहाँका चाहिँ पीडित श्रीमान 2टा छोरो अङ्गला भोरीको छोरो काखमा च्यापेर चाहिँ हामीसँग मिडियामा आएका थिए। पदम दर्जी म स्थानीयहरूसँग कुरा बुझ्छु, सत्य साँचो के हो कुरा बुझेर लान्छु। भर्सक मामा ससुरोसँग भान्जे बुहारी नजानु पर्थ्यो, यसरी बुद्धि नबिगार्नु पर्थ्यो, तर बुद्धि बिगारी इन्दिराले। अब नस्वीकार्ने भनेका छन् श्रीमान पदम परियार र पदम दर्जी र उनका छोराले पनि। र म गाउँलेहरूसँग बुझ्छु कुराकानी। र त्यस पश्चात म पदम दर्जीको ससुराली घरमा पनि गएर उहाँका माइती र उहाँका सासू ससुरासँग पनि कुरा बुझ्छु र म चाहिँ भिडियो सामग्री तपाईँहरूमाझ अगाडि प्रसारण गर्छु र उनीहरूलाई पनि बोलाएर एक खालको छलफल गराउँछु र सम्बन्धित निकाय अदालतमा डिभोर्सको लागि पनि पदम दर्जी र इन्दिरा नेपालीलाई पठाउँछु। हामी सँगै रहनुहोला। सधैँ पहिला म गाउँलेहरूको चाहिँ परिचय लिन्छु, त्यस पश्चात म कुराकानी बुझ्छु, कार्यक्रम अगाडि बढाउँछु। बुवा नमस्कार। नमस्कार। बुवाको शुभ नाम? देउडा प्रसाद खतिवडा। खतिवडा बुवा। अस्ति मेरो अतिथि पनि हुन्छ, चितुवा मार्ने साहसी बुवा। चितुवा साहसी। अब म स्थानीयसँग बुझ्छु। दिदी नमस्कार। नमस्कार। शुभ नाम तपाईँको? म रूपा बस्नेत। दिदी नमस्कार। नमस्कार। शुभ नाम तपाईँको? नेपाल। यता बिचको दिदी सेवारो दिदी। म बिरु लिम्बू। शुभ नाम? मेरो धनकुमारी भुजेल। धनकुमारी भुजेल। म बिरु लिम्बू है। म आइपुगेँ यहाँ, पदम भाइले बोलाउनु भयो, 81 आइपुगेँ। तपाईँहरू पनि 3 छक्क पर्नु होला होइन बिरु लिम्बू आइपुग्दा। देख्नु भएको थियो बिरु लिम्बू योभन्दा अगाडि बिरु लिम्बूलाई? मोबाइलमा देखिराख्नु भएको। यो के हो सत्य साँचो के हो रूपा दिदी? यो पदम दर्जीको श्रीमती इन्दिराले छोडेकै हो त पदमलाई? खोइ इन्दिरासँग त्यति राम्रो हेलमेल थिएन, राम्रो किनभने छुच्चे खालकी थिइन्। तपाईँहरूसँग हेलमेल गर्दिन थिए? साह्रो गर्दिन। धेरै छुच्ची गाउँमा छुच्ची? एक दुई घरमा बोल्दिन थिइन्। ए गाउँकासँग पनि बाजे कि? अनि त्यो ज्वाइँले त पदम बहादुरले साह्रै दुःख गरेर अलिकति यहाँ भुइँ किनेर हाम्रै हो यो। हामीले दिएर अलिकति गरेर साह्रै दुःख इनार खनेर इनारभित्र पसेर पालेको थियो साह्रै सुखले। हामीले देख्दा मान्छे इनारमा खन्ने काम ज्यामी काम गर्नुहुन्थ्यो पदम दर्जीले। त्यही त पातामाथि ज्यान राखेर उसले यतिको गरेका थिए भन्नुपर्छ। रानी नै बनाएर राखेका? रानी बनाएर राखेको थियो। हामीले देख्दा चाहिँ अब भित्री उनीहरूको के थियो त्यो चाहिँ हामीलाई थाहा छैन। रानी बनाएर राख्दा पनि मामा ससुरोसँग हिँडी अलिकति कसैले केही बोल्यो भने त्यस्तो छाडा कुराहरू केही बोलिन् भने यस्तो नबोल भन्दा त्यहीसँग झम्टिने क्या गइहाल्थे। त्यस्तो गर्ने। गाउँसँग कोहीसँग मिल्दिन थिए? त्यति साह्रो खोइ यहाँ एक दुई घर बोल्दिनन्, मसँग पनि बोल्दिन थिइन्। पिरो खोर्सानी रहेछ, डल्ले खोर्सानी बराबर रहेछ। होला हो भित्र यिनीहरूको के थियो त्यो चाहिँ हामीलाई थाहा भएन। हामीले देख्दा चाहिँ त्यस्तो थियो। म त भुजेल दिदीसँग पनि मैले थोरै कुराकानी गरेँ। दिदी जस्तो तपाईँहरू त अलिकति टाढाकै होला है, केही बुझ्नुभयो यो विषयमा? मामा ससुराले भान्जी बुहारी लग्यो भन्ने केही नै थाहा छैन। मैले त मुनाजीलाई अलिकति अगाडि ल्याएँ है। मुना दिदी यो के बुझ्नुहुन्छ? यो मामा ससुरले आज यो झापाको बुद्ध शान्ति गाउँपालिकामा यो 2मा यो झम्के चोकमा चाहिँ पाउजुको झम्का बजाउँदै चाहिँ लगे मेरो श्रीमती भन्दै आरोप लाउँदै आयो चाहिँ पदम दर्जी, यो सत्य हो? खोइ अब हामीलाई त सत्य होइन, सपनै जस्तो लागिरहेको छ होइन। अब यो घरमा चाहिँ एकदम ज्वाइँले जति राम्रो श्रीमतीलाई माया गर्ने चाहिँ यो गाउँमै लगभग मान्छे छैनन् होइन। त्यति माया गरेर त्यति सुखले पालेर राख्नु भएको थियो। बहिनीलाई राम्रो थियो, ल्वाइ खुवाइ राम्रो थियो, हिँडाइ राम्रो थियो, सबै राम्रो थियो, जे भनौँ त्यही पुर्याइदिनु भएको थियो, राम्रो थियो। यसरी हिँड्छिन् भन्ने त 10 मनमा 1 मन पनि सोचेको थियौँ हामी, सोचेको थियौँ न। त्यो दिन हिँडेकी रहेछिन्। गएको चाहिँ अब झम्के चौकबाट उँभो
आएर आधी घन्टा 1 घन्टा पछाडि फेरि गइन् होइन गएको चाहिँ हामीले पनि अब उता हिँडेकी रहेछ नि देखेको थियौँ केमा गई त्यो दिन जान चाहिँ केमा गई साइकलमा गएकी थिइन् सुइया साइकलमा गइन् राम्रै भएर गई हिँडिराखेकी मान्छे अब कहाँ गइन् भन्ने भयो हामीले वास्ता पनि गरेनौँ त्यो दिन राम्रै भएर गई अहिले नराम्रो भएर ए भने चिटिक्क लुगा सफा लाउनै पर्यो तर कोही भन्दा पनि त्यो बच्चाहरूको माया लाग्यो कि हामीले आँखाबाट हाँस तर यी छोराछोरीको मम्मी आउनुहुन्छ अनि मात्रै खाना खान्छु भनेर सानो बाबुले अनि कति वर्षको छन् सानो बाबु 4 वर्ष 4 वर्ष बिचरा नि अनि त्यही अर्थ त त्यस्तै हो अब ज्वाइँ पनि अब ठुलै मान्छे हो नानीहरूको भविष्य बर्बाद बनाएर हिँडिन् यस्तोलाई चाहिँ अब के गर्नुपर्ने हो तपाईँहरूले भेटाएर एउटा छलफल गर्नु पर्यो होइन वर्ष यो इन्दिरा नेपाली यता र पदम दर्जीसँगै मिलेर बस्यो भने त धेरै राम्रो हुन्थ्यो नि होइन राम्रो हुन्थ्यो हुन त छोराहरूको लागि चाहिँ छोराहरूको लागि उहाँहरू मिल्नुहुन्छ मिल्नुहुन्न त्यो हामी जान्दैनौँ तर मामा ससुरोसँग अब हिँडिहाली नाक भाँचिहाली भनेर चाहिँ पदमले भन्दैछन् म राख्दिनँ यसलाई भनेर भन्छ ल्याउँदिनँ भन्नुहुन्छ हामीले त अब आइदिए छोराहरू सम्हाल्दे ती छोराहरू टुरा हुने थिएनन् आमा नहुँदा टुरा हुन्छन् नि त पदमले त इन्दिरालाई कुटपिट पनि गर्थ्यो कि क्या हो गाउँघरमा उसैले कुटेको चाहिँ हामीले अलिअलि ए भन्छ इन्दिराले नै उल्टो कुद्थे सुन्नमा चाहिँ त्यो आउँथ्यो देखे होइन श्रीमतीले श्रीमानलाई भकुर थियो कहिले काहीँ लतार थिए गर्नुहुन्थ्यो अरे भनेको सुने मात्रै मैले यता मुना दिदीलाई अगाडि नै ल्याएँ जस्तो मुना दिदी तपाईँहरूसँग चाहिँ कतिको मिल्थी इन्दिरा हामीसँग अहिले त्यति आइजाइ थिएन ए छुच्चो मुखुनको होइन त्यत्रो छुच्चो हामीसँग बाजेर होइन तर अब हाम्रो अलिक परै हो यहाँ ओरै त्यस्तो आइजाइ हुँदैन ज्वाइँसँग चाहिँ अलिक बरु हेलमेट हुन्थ्यो ज्वाइँ चाहिँ अब जाइरहने केही काम पर्यो भने जाने बस्ने यसो चियासिया खाने ऊ त हतपति हाम्रोमा पुग्दैन थियो दुःख गरेरै ज्वाइँले चाहिँ इन्दिरालाई पालेका दुःख गरेरै पालेको थियो साह्रै उनको माइती यिनीहरू हो कि मास्तिर हुनुहुन्छ दाजुहरू छुट्टेर बस्नु कति टाढा यहाँबाट यहाँबाट अलिक मास्तिर मात्रै छ ए नजिकै माइती पनि नजिकै देखि सुख भएर चाहिँ दुःख खोज्न हिँडेकी हुन है सुखमा माथि दुःख खोज्न हिँडेकी हुन् माथि र दुःख हुनलाई गइन दुःख गर्नलाई गए यो पहिलो घटना तपाईँहरूको यो झम्के चोकबाट अचम्म लाग्यो होला है रूपादेवी अनि हामीलाई कस्तो लाजमाउनु भएको छ भने नि मिडियामा पनि यो फेमस भयो चर्चितै भयो झम्के चोक चर्चितै भयो होइन होला पनि भन्यो डरले आफ्ना मान्छेतिर पो कतै जानु ए त्यही त बा आफ्ना मान्छेमा दसैँको बेलामा यसो श्रीमानलाई चाहिँ होइन अलिकति डङ्ग्याउन गयो कि भनेर चाहिँ तपाईँहरूले भन्नुभयो बुझ्नुभयो होइन मुना दिदी गाउँघर पनि बिग्रियो नि त यस्तो हुँदा अब हाम्रो यस्तो गाउँघरमा अहिलेसम्म यस्तो थिएन होइन अरूले पनि सिक्ने भयो अरूले पनि सिक्ने भयो अहिलेसम्म यस्तो थिएन पहिलोचोटि हामी पर्यौँ पहिलोचोटि गाउँका मान्छे पर्नु चाहिँ इन्दिराले गर्दाखेरि गाउँ नै अब अलि अप्ठ्यारामा पर्यो भोलि अरूले पनि यो सिक्ला कि भन्ने कुरो आयो यस्तो भयो अरे भन्दा हामीलाई पनि लाजमर्द हुन्छ नि अब के भएको त्यहाँ भन्छन् नि त होइन सिक्छन् यसो गर्दा हुने रहेछ भन्ने होइन त्यस्तो राम राम के भएको त्यहाँ हेर्नु त झम्के चोकमा इन्दिराले के गरी मामा ससुरोसँग टाप कसेरी भनेर होइन त यो अचम्म भयो वर्षको होइन होला भनेर श्रीमानले पनि धेरै ठाउँ खोजी महिलाका विरुद्धमा महिलाले बोल्नु त नहुने हो तर उसले अब त्यस्तै खालको काम गरेन् यो 4 वर्षको छोरो कि कति वर्षको भन्दै थियो काकाको सानो 4 वर्षको छ होला 4 वर्षको सानै पर्छ नि ए सानो त्यति सानो बच्चालाई बाबुको पनि माया लागेन रहेछ इन्दिरालाई तिनले मेरो मम्मी आएर खाना खाउनुहुन्छ म खान्न मिठो छैन भनेर भन्नु मम्मीले पकाएको मिठो हुन्छ भने पकाएको मिठो हुन्छ जहिले भरि सुतेन भन्दाखेरि कस्तो भयो होला हामीलाई त त्यसकै आमाको मन कस्तो छ खास नाम इन्दिरै हो पदमको श्रीमतीको इन्दिरै भन्छन् है इन्दिरा रन पहिली परियार दर्शक पनि हामी सँगै रहनु होला गाउँलेहरूसँग कुराकानी लगिरहेको छु आफ्नै मामा ससुरोसँग भान्जे बरीले टाप ठोकेकी छिन् झापाको बुद्ध शान्ति गाउँपालिका वडा 2 यो झम्के चोकबाट बिरु सर मेरो श्रीमतीले चाँदीका पाउजुका झम्का बजाउँदै मामा ससुरोसँग टाप चाहिँ हिँडी भनेर चाहिँ टाप कसी भनेर चाहिँ श्रीमान पदम रन पहिली चाहिँ हामीसँग मिडियामा आएका थिए छोरोसहित र उहाँ पनि आउनुभएको थियो आफ्नो कुरा ल्याएर हामी सँगै रहनुहोला गाउँले बुवा हुनुहुन्छ बुवा कति वर्ष पुग्नुभयो म 82 यो पदम दर्जीको श्रीमती इन्दिरा रन पहिली परियार चाहिँ मामा ससुरोसँग हिँडी कहिले सुन्नुभयो यो कुरो हामीहरू त त्यही 1-2 घन्टा पछि सुनिहाल्यौँ 2 घन्टा पछाडि सुन्नुभयो के कुरो सुन्नुभयो मामा ससुरसँग रहन पाइले कि बुढी त हिँडी भन्ने राम 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 गाउँकाले सुन्नुभयो गाउँकाले लोदरै भयो लोदरै भयो नि त अब यसरी मामा ससुरले भान्जे बुहारी लान्छ भन्ने कहिले सुन्नुभयो जिन्दगीमा थिएन सुने गाउँकाले रूपा दिदी सुन्नुभएको थियो थिएन हामीले यो अचम्म भयो रिलेसन भित्र मामा ससुर कसरी भान्जे
बुहारी लान सकेको त्यही हामी अचम्ममा पर्यौँ होइन यति राम्रो पालेको थिएन बरु झम्की दिँदा पनि ज्वाइँ लुत्रुको पर बस्नुभएको हामीले देखिराखेका थियौँ ए भनेपछि इन्दिराले चाहिँ ज्वाइँलाई कुट्न खोज्थे खुट्टा खोज्दा पनि लुर्को पारेर हात नलगाएको आइमाईलाई किन लाउँ भनेर त होला नि इज्जत गर्नुहुन्थ्यो ज्वाइँले साह्रै इज्जत साह्रै इज्जत गरेर तर पनि त्यो कुरो सम्झिन इन्दिराले दुःखमा रहेर उसलाई सुखमा पालेको थियो लगभग हामी कार्यक्रमको अन्तिममा छौँ चाहिँ मुना दिदी इन्दिराले नाक काटो मेरो परिवारको सबै थोक गरौँ म अब चाहिँ म यिनलाई चाहिँ स्वीकार्दिनँ भनेर पदम दर्जी पनि हामीसँग मिडियामा अघि बोल्नु भएको छ छोरोसहित र उहाँले आफ्नो कुरा सुनाउनु भएको छ के छ यो यस्तो घटनाहरू नघटोस् मामा ससुरोले चाहिँ भान्जे बुहारीलाई नलैजाओस् भन्नको लागि केही छ मुना दिदी केही छ सल्लाह सुझाव नेपाली दिदीबहिनीलाई खै अब हाम्रो त त्यस्तो सल्लाह सुझाव के हुनु र अब लग्ने लगिसकिहाल्यो अब बेइज्जत हुनु भइहाल्यो अब त्यहाँबाट उता त अब मामा ससुरालाई पनि कारबाही चाहिँ मजाले गर्नु पर्यो पक्रेर होइन मायाले पनि हामीले अलिक कारबाहीपट्टि चाहिँ जानुपर्ने अबदेखि यस्तो नहोस् भन्ने अरूलाई पनि फिल होस् रुपा दिदीको केही छ अन्तिममा सुझाव मेरो के हुनु र यी बच्चाहरू सुख हुन् तिनीहरूको डिभोर्स गरिब तिनीहरूलाई कारबाही होस् ती 4 वर्षको बच्चाको कति आँसु लाग्ने हामीलाई आँसु आउँछ भने त्यो त आमा हो त्यो घर बिगार्ने केटो कस्तो हो कति सुतेन होला 4 वर्षको छोरो अर्काको घर नबिगार्नु पर्थ्यो मामा ससुरले पनि होइन त्यो मामा ससुरको गल्ती हो के नाम पो अरे त्यसको मैले अघि सुन्दै थिएँ रामकुमार महरा महरा रामप्रसाद महरा कि रामकुमार महरा थिएन हामीले त त्यसलाई ए कताबाट आउँथ्यो यताबाट आउँथ्यो कि यताबाट आउँथ्यो हामीले देखाएको थियौँ मासु ल्याएर आकार एक दिन त होला नि 2 किलो हामीले के देख्नु परेका मान्छे अनि तीनटा राम्रो सुरमा हिँड्ने तीनटा रम पनि ल्याएर आकारी 600 रुपियाँ गोटाका त्यो दिन अरे खाए पनि अरे त्यो दिन आएर अन्तिम सोमबारका हामी दिन त अलिक परै पर्छ हामीलाई त्यस्तो सबै त थाहा हुँदैन त्यो हिँड्नुभन्दा अगाडि त मोबाइलमा पनि यसो किस खाका ल्याप जिब्रो निकाल्दै भनेर चाहिँ भने होइन ती कुरा चाहिँ अब छोरोले पनि सुनाए देखेका अरे श्रीमानले पनि देखेछन् यसरी मोबाइलमा किस खाका कुरा सुन्नुभएको थियो बुवाले मैले कहिले सुनेको थिइनँ ल्याप जिब्रो निकालेर अहिले मात्र हो भर्खर दुध त फेरि गएको छ कि अचम्म भयो केही सन्देश छ 70 वर्षको बुवाको स्थानीय बुवाको सकियो एकछिन कार्यक्रम सकिहाल्नु अब यो मिडियाले चाहिँ एकछिन बसौँ यो मिडियाले चाहिँ अब ल्याएर तिनीहरूलाई बेइज्जत गर्न पाएदेखि चाहिँ अरू पनि बढ्दैनन् कि नभए त यस्तै रहेछ भनेर बढ्छन् कि भन्ने त्यो पनि डर भइसक्यो यहाँनिर बाजी यो एउटा विकृति आयो विकृति फैलिएला जस्तो देखिँदैछ सन्देश केही छ अन्तिम सन्देश त्यही हो बुवाको त्यति अब त्यो गर्ने मिडियाले चाहिँ यति खोजेर ल्याएर छलफल गरिदिनु पर्यो गर्न पाउँदा हामीहरूलाई खुसी गाउँमै खुसी यो झम्के चोक कसरी बस्यो बुवा यहाँ झम्के चोक भनेको एउटा कसले झम्का बजाएर बस्यो झम्का बजाएको होइन एउटी झम्का लाउने अहिले यहाँ आइरहेको थियो नि उ त्यहाँ ए दिदी उसकी आमा होइन महिला चाहिँ आमा यति लामो झुम्के बुलाकी लाउँथ्यो नि उले राम 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 त्यो अनि झुम्के बुलाकी त्यहाँ लाएर बस्तीको थियो अनि त्यो झम्के चोक मरेपछि झम्के चोक भन्दा अहिले झम्के नै भयो बडो राम्रो भएको छ होइन यो बुलाकीबाट बसेको नाम रहेछ सुनको बुलाकीबाट बसेको नाम रहेछ यो अत्यन्तै राम्रो ठाउँ तर नाक काटी इन्दिराले भनेर श्रीमान रुँदै कराउँदै मिडियामा आएका थिए यस्ता नहुनु भयो है बुवा दर्शक पनि लाखौँ दर्शकले हेरेर साथ दिनुभयो आज हामी झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 2 झम्के चोकबाट चाहिँ पीडित श्रीमान 4 वर्षको छोरा र करिब 14 वर्षको छोरासँग 2टा छोरासँग हामीसँग रुँदै कराउँदै मिडियामा आउनुभएको थियो वीर सर मेरो श्रीमती मामा ससुरले लगिदिए त्यति मात्रै होइन सुन 1.5 तोला जति लगे चाँदी 20,000 भन्दा माथिकै लगे र 15,000 पैसा लगे भनेर चाहिँ भन्नुभयो चाहिँ श्रीमानले है र हामी सँगै रहनु होला अब हामी चाहिँ पदम दर्जीको सासू ससुरा र उहाँका साना जेठु र ठुला जेठुसँग गरेको कुराकानी पनि हामी ल्याएर आउनेछौँ हामी सँगै रहनु होला र कार्यक्रममा गाउँलेहरूसँग पनि मैले बुझेँ गाउँका बुवा दिदीहरूले हामीलाई चाहिँ सुनाउनु भयो सबै कुरा उहाँहरूलाई धन्यवाद दिँदै कार्यक्रम अन्त्य गर्न चाहन्छु गाउँलेहरूका कुरा हामी सँगै रहनु होला थ्याङ्क यू बुवा है ल थ्याङ्क यू तपाईँहरूलाई ल धन्यवाद यहाँलाई